अब हामी नबोलौँ है? किन र? अब त्यो प्रेम छैन? प्रेम त छ, तर अधिकार छैन। एक धरको सिन्दुरले कसैलाई सम्झिने अधिकार पनि गुम्ने हो र? आफैलाई दुःख दिने सम्झनाहरू बिर्सेकै राम्रो हुन्छन्। ए, भनेपछि तिमीले निर्णय गरिसक्यौ। कति परिस्थितिहरूमा आफ्नो निर्णय आफै गर्ने मौका कहाँ पाइन्छ र? अब के सम्झौतामै जीवन काट्ने? सम्झौता बिना सम्बन्धहरू पनि त कहाँ चल्छन् र? त्यसो भए प्रेमभन्दा सिन्दुर नै ठुलो हुने रहेछ, होइन? होइन नि, प्रेमिकाका लागि सिन्दुर अनि श्रीमतीका लागि प्रेम। अनि सिन्दुर बिनाको प्रेम हुँदैन?